So this is the card which you use whenever you travel via train, bus, ferry. And if you live in Auckland, then this is the Auckland 80 Hop card. अहिले चाहिँ म बस्ने ठाउँबाट चाहिँ मेरो कलेज जाँदै छु हैन ट्रेनबाट र म हजुरलाई अहिले देखाउँदै छु ट्रेन चढ्दा फेरि चाहिँ चढ्दा 80 हप कार्ड चाहिँ कसरी युज गर्ने भनेर र यहाँ हेर्नु सक्नुहुन्छ एउटा पोल छ ब्लू कलरको यो चाहिँ दुईपट्टि साइडमा नै हुन्छ है एन्ट्री एक्जिट दुवै ठाउँमा हुन्छ जस्तै यो एउटा पोल भयो र यहाँ लेखेको छ ट्याग अन ट्याग अफ भनेर र मैले चाहिँ अब यो कार्ड यहाँ ट्याप अन गर्नुपर्ने हुन्छ र ट्रेनको केसमा चाहिँ हजुरले ट्रेन फेरीको केसमा चाहिँ यहाँ बाहिर नै हुन्छ यस्तो स्ट्यान्ड हैन ब्लू कलरको यही बाहिर नै हजुरले गर्ने हो चढ्दा ओर्लिदा ट्रेन भित्र चाहिँ यस्तो हुँदैन है ट्रेन भित्र चाहिँ ट्याग इन ट्याग अफ गर्ने त्यस्तो हुँदैन आजको वेदर चाहिँ यस्तो छ पानी पर्ला जस्तो छ चिसो छ अहिले है ट्रेनको स्केड्युल चाहिँ यसरी डिजिटल्ली पनि डिस्प्ले गरेको हुन्छ अनाउन्समेन्ट पनि हुन्छ र यहाँ यसरी हजुरले हेर्न सक्नुहुन्छ र अर्को हजुरको चाहिँ यदि 80 हप कार्ड रिचार्ज गर्नुपर्ने छ टपअप गर्नुपर्ने छ भने चाहिँ यहाँ एउटा सानो बुथ जस्तो छ यहाँबाट पनि हजुरले टपअप गर्न सक्नुहुन्छ ट्रेन पनि आयो ट्रेन स्टेसनमा के हुँदो रहेछ भन्दाखेरि कार पार्क चाहिँ फ्री नै हुने रहेछ हैन लिमिटेड र यहाँ चाहिँ मान्छेहरू चाहिँ के गर्दो रहेछ भन्दाखेरि आफ्नो गाडी चाहिँ यहाँ ट्रेन स्टेसनको कार पार्कमा ल्याएर राख्ने अनि त्यहाँबाट ट्रेन चढेर अब उनीहरू कुन ठाउँमा जाने हुन्छ जस्तै फर इक्जाम्पल सिटी उनीहरूको काम छ भने चाहिँ कार छोडेर सिटी जाँदा रहेछन् ट्रेन चढेर अनि फर्किँदाखेरि चाहिँ यही ट्रेन चढेर आएर अनि गाडीबाट त्यसरी चाहिँ घर जाने रहेछन् कि तिनीहरू हैन किन भन्दाखेरि सिटीमा कार पार्क एकदमै झ्याउ छ हैन एकदम कार पार्क गर्ने ठाउँ हुँदैन भए पनि त्यहाँ चाहिँ एकदमै एक्सपेन्सिभ छ कि त्यही भएर चाहिँ मान्छेहरूले प्रायः जसोले त्यस्तो गर्दो रहेछ यहाँ चाहिँ हैन माउन्ट अल्बर्ट स्टेसन पनि आइपुगेँ म अब चाहिँ ट्याग अफ गर्नुपर्छ हैन यहाँ हेर्न सक्नुहुन्छ यो टु स्ट्यान्ड छ यहाँ चाहिँ झर्ने बेलामा ट्रेन स्टेसनबाट चाहिँ कलेजसम्म पुग्नको लागि चाहिँ आई थिंक 10 मिनेट जति लाग्छ हैन आज चाहिँ एउटा बस छुटेर मेरो चाहिँ क्लास अलिकति ढिला हुने भयो र एउटा कुरा जस्तै यदि यहाँहरु चाहिँ युनिटेकमा पढ्नुहुन्छ अनि वेस्ट साइडमा बस्नुहुन्छ भने चाहिँ युनिटेकको अर्को ब्रान्च वाइटाकिरी ठाउँ भन्नेमा छ हैन यदि यहाँहरु चाहिँ वाइटाकिरी ठाउँ नजिकै छेउछाउमा बस्नुहुन्छ भने चाहिँ त्यहाँबाट युनिटेक वाइटाकिरीबाट युनिटेक माउन्ट अल्बर्ट सम्मको लागि भनेर कलेजले फ्री बस शटल सर्भिस राखेको छ ब्याक एन्ड फोर्थ गर्न सक्नुहुन्छ त्यहाँबाट त्यो भयो भने ट्राभल कस्ट चाहिँ अलिकति जोगिन्छ हजुरहरुको है सर्टेन
टाइम स्केड्युल छ त्यो बस सटल सर्भिसको हजुरले युनिटेकबाट लिन सक्नुहुन्छ या युनिटेकको पेजमा पनि राखेको छ है यदि यहाँहरू चाहिँ वेस्ट साइडमा बस्नुहुन्छ भने ओके गाइज म चाहिँ अब कलेज आइपुगेँ Thank you for watching my video. Bye.